हेलो गाइज अहिले चाहिँ कति बज्यो भन्दाखेरि 10 कति बज्छ हो तिम्रोमा 10:38 यो 10को यो आइफोनको सिस्टम हो कि के हो थाहा भएन यसले देख्यो होइन अहिले कति भयो 10:29 भयो यो चाहिँ हेर न त यो 10:29 इस 10:29 भयो होइन अनि अहिले चाहिँ सबजना सुतिसक्नु भयो तर हामीलाई चाहिँ के भएको छ वर्ल्ड कप लागेको छ अब चाहिँ हामी ठ्याक्क बाइकमा बसेर दुईजना सहर र वर्ल्ड कपको लागि निस्किनु थालेको अनि आज कसले गेम हान्छ भनौँ अर्जेन्टिना फिक्स हो त्यो त तर कति गोल हान्छ भनौँ 4 गोल हान्छ त्यो पनि फिक्स हो ल जाउँ अब गएपछि देखिन्छ है त निस्किनु ल ल त स्टार्ट गर फेरि बाटो यस्तो भएको छ गाइज पानी परेर आजभोलि तर अब रातिको अहिले ठ्याक्क कति 10:30 भयो निस्किसक्यो हामी घरबाट लाज मजा आउँछ उनीकर मेसी कोही मात्ला ल लाइट पनि मेरो बाइकको खासै छैन दोस्त तर बाल हामीलाई बाटो वाइड छ क्या मेरो घरको ओए आजको गेम त यार दामी मजा आउँछ कि तर म्याचकै लागि त हामी यस्तो बाटो हेरेर सङ्घर्ष गर्दै हिँड्न आउँछ नि ओए दोस्त वाइड छ त बाटो ल भाग ओए 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 बाटोतिर दामी मजा आउँछ ल ओए उनकर मेसी ओए राति दोस हल्ला गर्दै हिँड्याएर अहिले कुकुरले लहर्छ होला हामीलाई ओए म यार झन्डै लडेको यार यहाँ तल हेर्छ डेन्जर छ क्या यहाँ बाटो ल ये तो शुरू होते ही खत्म हो गया है मात्र कुल्ली अय्या दामी ल दोस्त ल आज कसले जित्छ भन नि त बेट हान्ने हो तिमीहरू पो म त अर्जेन्टिनामा हो कि कति भन न ल अब यस्तो गर्नुपर्छ जस्तो छ अर्जेन्टिनै भइहाल्यो होइन तर कति गोल हान्छमा बेट हान्नु पर्यो जस्तो हान्ने हो ओए अस्ट्रियाले नि अस्ति दामी खेले हो अस्ट्रियाले 3 हाने हो यार अस्ति कसलाई हाने बिर्सेँ मैले यार तर अस्ट्रिया नि राम्रै खेलाडी हो त्यही भएर चाहिँ हल्का म्याच मजेदार हुन्छ त अनि सुन न आज होइन मेसीले 1 गोल हान्यो भने त्यो अहिलेसम्म 16 छ होइन त्यसको गोल अब 17 हुन्छ अनि त्यो टप स्कोररमा पर्छ के ओए बबालै हुन्छ त यार आज बाइकको परिसक्यो ओए अब दामी ल अब चाहिँ हामी लगभग आधी बाटो जस्तो आइहाल्यौँ त्यहाँको काममा पुग्ने काममा नि माछालाई जहिले काममा जाने भएर हेर र उनकर मेसी भन्यो भने त अय्या रेकर्डमा बस्छ अनि बाजारेलाई फोन गर्नुपर्छ बाजालाई दुर भन्दै ल ओइ सबजना सुतिसके त है राति भएको छ होइन अहिले चाहिँ यो मेरो गाउँको डेरी हो सागर भाइ यसलाई च्यालेन्ज गराउने आइज तपाईँ गोल हान्यो भने के गर्ने भन्ने यदि त गर्छस् नि फ्यान भएपछि के गर्ने भन्ने यो खोलेर नाच ल तैँले किन लाग्यो ल भन मलाई छटपटी भइरहेको छ छटपटी सेलिब्रेसन गर्न नपाएर किन छटपटी सेलिब्रेसन गोल हान्नु पर्यो ल जाउ सक्यो गोल लास्ट छटपटी एङ्जाइटी भइरहेको छ 4-1 ड्र भन्ने पनि मान्छे भेट्यो यार के भन्ने अब मैले यता
2-0 तिम्रो 2-0 ल ल ल ल ल जम 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 हामी प्रेडिक्सन लेख्दै हिँड्दा छौँ गाइस ओ बुढा क्या छतमा बसेर हेर्ने नआउने त ल के गर्न बुढो बुढो रोनाल्डोको फ्यान अनि ए यहाँ त ठुलो लन्दा भएछ नि त बुढो रोनाल्डोको फ्यान मैले सोधिछु मेस्सीको बारेमा रिसाइहाल्यो नि अब के भन्नु दोस्त तिम्रो प्रेडिक्सन के भइरहेछ त म त साइको ब्ल्याङ्क भइसकेँ केही प्रेडिक्सन नै छैन अहिले त I was going to say, I haven't mentioned it, Mbappe on 14 goals might have thought that he'll go out sharpening his boots tonight, polishing them up to maybe catch Messi. Wonderful touches. निस्क्यौँ ल भाइ लासा चाहिँ उसले भने मिल्यो है लासा चाहिँ उसले भने मिल्यो है लासाले भने मिल्यो ल यता हेर्थ्यौ ल कसले भने मिल्यो ल उसले भने नि मिल्यो ल जाने केटाहरूले ल हामी चाहिँ ल दोस्त ल गाई जब चाहिँ हामी जितिसक्यौँ होइन गेम आज दामी जित्यो प्रेडिक्सन चाहिँ हल्का बेसी नै राखेको थिएँ मैले त्यो पनि कस्तो अनएक्सपेक्टेड गोल हाल्दा त ल साइको मजा आएको मलाई त अब चाहिँ हामी निस्किसक्यौँ घरतिर सर त्यो राति निस्केको मजै भयो होइन त फाइदै भयो हो नि म त झन् सधैँभरि अर्जेन्टिनाको फ्यान तर अस्ट्रेलियन दामी खेले है होइन अस्ट्रिया हल्का लुज टिम भए भए फेरि यति मजा आउँदैन थियो कि लास्ट साइड गेममा नि हाने हो नि त दामी हाने हो लास्ट साइड त होइन ठिकै मजा कम्पिटिसनमै थियो कि दामी मजा आयो ल नाइट राइड हाम्रो गाइड मेरो मिटरै चल्दैन नत्र झन् बवाल मजा आउँथ्यो अब के भएन तर मेरो घर जाने बाटो त फेरि वाइल्ड मजा लाग्ने छ नि बाटो वाइल्ड छ यहाँको त कटिसक्यो अब माथिको बाटो घर जाने बाटो यहाँको त यस्तै हो पनि हाम्रो हेडलाइट छैन कि अघि दोस्त कति बज्यो अहिले लगभग 1 बज्न लाग्यो है ओ 1 बजे सुतेर यार तर मजा बबा लाग्यो क्या आजको गेम फर्स्ट टाइम मैले पोर्चुगलको गेम हेरेको थिएँ होइन राम्रोसित फुल गेम हेरेको पोर्चुगलको तर स्याड हान्थ्यो त्यतिखेर त्यसले अहिले चाहिँ मजै आयो ल जोसै छुट्टै आयो त्यो अहिलेसम्म नि म कसैको फ्यान नै अब भोलि म फेरि एकचोटि रोनाल्डोको गेम हेर्छु पहिलाको गेमहरू हेर्छु तर मैले अहिलेसम्म हल्का हेर्दा चाहिँ म मेस्सीतिर हल्का तान्निँदै गइसकेँ होइन पहिलाको गेम बवाल हान्थ्यो नि अस्तिको गेम बवाल थियो अब म सबै गेम हेर्छु फर्स्टमा इम्पोर्टेन्ट गेमहरू सबै हेर्छु अनि त्यसपछि नर्मल गेम पनि 2-3टा हेर्छु अनि बल्ल डिसाइड गर्छु म कस्तो फ्यान भनेर बवाल तर जसले चाहिँ भन्यो नि मलाई क्या रमाइलो लाग्यो हो साला दोस्रो यहाँ पर त स्याल पाउँछ यार खतरा घेर्छ नि स्यालले थाहा तिमीलाई डेन्जरै घेर्छ के एक दिन यसै गरी 2जना गएको हामी भाग्दै नभाग्दिरह भने पुरै छेकटो हान्दै आइदिरह के लिपिच्च हुँदैखेरि त्यो भुसिया कुकुर जस्तो यहीँतिर थियो ऊ यहीँनिर अगाडि थियो कि तर होला के आज चाहिँ छैन तर ए बाटो त बाटो त मालै छ नि यहाँको मयुरी कहाँ गएछ ल ओइ रातो ओइ म्या चोर्यो क्या मान्छेले
छोडेर कहाँ भयो त कोइसमा हालेर यहाँ छ क्या माल छ क्या बाटो माल नै छ त ओइ ओइ है वाइल्ड घर आइपुग्यौँ गाइज होइन अब यहीँबाट निस्क्यो हामी लगभग 10 बजीतिर अहिले 12-1 बज्यो अब भनेको त्यहाँको जाने सुत्ने मस्त लास्टै धेरै निद्रा लागिसक्यो हो आज त बाई बाई गुड नाइट एभ्री वान होइन यो फेरि लड्ला भन्ने है ल नाइस भयो यतापट्टि यहाँ तल बस्न अघि होइन यो त फेरि लड दिन्छ एक दिन तिम्रो घरमा यस्तै गरी छोडेको एममै सुत्दिनँ